ल गाइस आज चाहिँ ढिलो भयो खाना खानलाई। के गर्नु अब काम गर्नै पर्छ होइन। काम नगरिकन खाना पाइदियो पाइँदैन, काम गरेपछि मात्रै पाउने हो। के गर्ने अब। आज दाल भात, धेरै दिनपछि मासु, धेरै दिनपछि आज। अब त्यति खानु मन पनि थिएन। अस्ति माछा खाएँ, त्यहाँदेखि त्यति मासु त्यति खानु मन लाग्यो। अहिले तिम्रो दोकान बस्छौ त। अब यो दाल भन्नुभयो होला, दाल पनि कति धेरै हो। म त धेरै दाल खान्छु के, सपक सपक लाएर। कालो दाल भात अनि बोइलरको मासु। नौ बजे खाना खाने मान्छे आज त कति 2 बजिसक्यो हौ। 2 त यार ढिलो भयो। अनि कलेज काट्नु पर्दैन, म यो सिँगै पकाइदिने। केले झिटिन ढक्का ढक्का झिटे हुन्छ उफ्रे जाला के मुसो पस्छ है भनेर। मन लाग्दै पकाएर मासु पहिला भन न। पहिला जालो झारेर झाडु लगाएँ, होइन खाना क्या पुरै धोएँ, यता धोएँ अनि पोचा लगाएँ। होइन भने मैले खानाको कुरा गरेँ। खानाको सबै फुलमा खानाको कुरा गरेँ। मासु पकाएको तारेर पकाएको तितो भयो नि मिठो मिठो जिन्दगी मर्छ, खाना नपाए मर्छ भने जिन्दगीको जीवनको सबैभन्दा ठुलो आहार, ठुलो चिज रौसी खाए पनि भात खानै पर्छ, चुरुडीबेडी खाए पनि भातै खानु पर्छ। यो नभएको भने बाँचिँदैन। मान्छे भन्छ जाँड रौसी नभई हुँदैन भन्छन्, तर के गर्नु, त्यो मात्रै भएर नि के गर्नु। भात खान परिहाल्छ, खाना खान परिहाल्छ, त्यो मात्रै खाएर पुग्ने भयो होइन। बुझ्दैन। अरबपतिले खाने पनि यही हो, गरिबले खाने पनि यही हो। अन्न अनाज, यही दाल भात गेडागुडी पानी। कति रुपियाँ?
भात सक्छु म रेडी हो त्यो आयो त केरा सबै हाल्दिम भात देखाउँदै नदेखाउनु घर सबै हाल्ने त्यति के राख्नु छ त मिठो बनायो भने धेरै रुच्यो त्यहाँ ढिलो खाएर नि तिखो मेरो भिडियोमा कोही देखाइदिनु दाल मासु लिदिउ मासु पर्दैन दाल ल्याऊ न दाल आधा बोटको बोर्डको भइरहेको मासु चाहिँ म त आधा बोटको ल्याऊ धेरै नल्याऊ गइसक्छ केरालाई फेरि केरावाला छ गइसक्यो बोलाउनु त्यहाँबाट मेरो पर्समा निकाल्दा हुन्छ त मेरो पर्स त म त फ्याँकेर राखेको छु 90 दिन बाद 2 दर्जन लिन्छु भन्नु है ए 2 दर्जन लेके बिग्रिँदैन 2 दर्जन लिने बिग्रिन्छ क्या धेरैले चाहिँ मजा आयो भोगोमा पाएको भात र भन भन छोड्दैन ए तिमी आफ्नो मासु चाहिँ नखाने मैले दिएको मासु ल खाऊ ल खाऊ खाऊ बराबर माछा उसलाई पकाइदिए मासु खाँदैन भन्छ बाबाले कहिले दिन्छ अनि खान्छु अनि बसिरहेको हुन्छ आज त छुट्टीको दिन थियो फेरि पनि अलिकति काम पऱ्यो अलिक ढिलो भयो क्या खाना तर धेरै मजा आयो ल खाना खाँदै भात सक्यो यार दुईजनाको खाना एक्लैले खाइदिएँ आज त यार हैट पानी एकछिनपछि खानु पर्ला फेरि कुन पेटमा हाल्ने हैन मैले दिएको मासु चाहिँ खान्छ जुठो मासु ल नुन छ नि फेरि मसला नुन भएको मासु त खाइहाल्छ हो यस्तै खाने भात सर्लक्क लाएर तब ज्यानमा लाग्छ बाई गाइज